अब हामी जाम अर्को क्वेसनमा। यो चाहिँ सर्ट नोट्सहरु भनेर आउँछ है। सर्ट नोट्स भनेर तपाईहरुले कुनै दुईवटा गर्नुपर्ने हुन्छ, 2.5 मार्क्सको आउँछ है। 2.5 मार्क्सको दुईवटा गर्नुपर्छ, 5 मार्क्सको आउँछ है। यो दुईटै इम्पोर्टेन्ट क्वेसन छ। एउटा पौलिज एक्सक्लुजन प्रिन्सिपल भनेर, अर्को हाइजेनबर्ग्स अनसर्टेनिटी प्रिन्सिपल। कहिलेकाहीँ चाहिँ हाइजेनबर्ग नभनेर अनसर्टेनिटी प्रिन्सिपल मात्रै पनि भन्न सक्छ है। ल अनि यो चाहिँ 2072, 73, 77 मा पनि सोधेको छ। त्यो 2067 र 679 मा सोधेको छ है। एकदम इम्पोर्टेन्ट क्वेसन छ। सुरुमा हामी जाम पौलिज एक्सक्लुजन प्रिन्सिपलमा है। यसले चाहिँ के भन्छ भनेर, हिजो हामीहरूले क्वान्टम नम्बर पढेको थियौँ है। क्वान्टम नम्बर 4 वटा किसिमको हुन्छ, के एल एम एन है। प्रिन्सिपल, एजिमुथल, म्याग्नेटिक र स्पिन भनेर 4 वटा खालको हुन्छ है। त्यसमा अनि हामीहरूले के को बारेमा पढेको थियौँ, इलेक्ट्रोन एटमहरुको बारेमा है। यसमा के भनेको छ भनेपछि कुनै दुईवटा इलेक्ट्रोन एउटै एटममा भएको कुनै दुईवटा इलेक्ट्रोनहरु है, तिनीहरुसँग सबै क्वान्टम नम्बरहरु सेम हुन सक्दैन भनेर भनेको छ। के भन्न खोजेको छ, यदि तीनवटा क्वान्टम नम्बर प्रिन्सिपल, एजिमुथल र म्याग्नेटिक सेम भयो भने नि स्पिन चाहिँ डिफरेन्ट हुनुपर्छ भनेर भनेको छ है। जस्तो एकचोटी सर्ट हेरौँ, क्लियरली बुझिन्छ है। द टू इलेक्ट्रोन अफ एटम, एउटा एटमको कुनै दुईवटा इलेक्ट्रोनहरु कान्ट ह्याभ अल सेट अफ क्वान्टम नम्बर, यिनीहरुसँग सबै क्वान्टम नम्बर सेम हुनै सक्दैन के। अर्को पोइन्टमा के भनेको छ, एन अर्बिटल कान्ट ह्याभ मोर देन 2 इलेक्ट्रोन, एउटा अर्बिटलमा दुईवटा भन्दा बढी इलेक्ट्रोन हुनै सक्दैन भनेको हो है। ई माइनस भनेको इलेक्ट्रोनहरु। अनि अहिले भनेकै कुरा यसमा के भनेको छ, क्वान्टम नम्बर लाइक प्रिन्सिपल, एजिमुथल र म्याग्नेटिक मे बी सेम है। यो तीनवटा सेम हुन सक्छ, तर स्पिन क्वान्टम नम्बर इज अलवेज डिफरेन्ट। स्पिन चाहिँ जहिले पनि डिफरेन्ट हुन्छ, किनकि एउटा एटममा भएको इलेक्ट्रोनहरु दुईटै सेम डाइरेक्सनहरुमा घुम्नै सक्दैन के। एउटा क्लकवाइज घुम्यो भने अर्को एन्टी क्लकवाइज घुम्नुपर्छ। जस्तो फर एक्जाम्पल, स्पिन अफ फर्स्ट इलेक्ट्रोन यदि क्लकवाइज हो भने यसको भ्यालु s = +1/2 हुन्छ। त्यस्तै गरेर स्पिन अफ सेकेन्ड इलेक्ट्रोन चाहिँ के हुने भयो, एन्टी क्लकवाइज हुने भयो, त्यसको अपोजिट हुने भयो, भ्यालु पनि s को कति हुने भयो, -1/2 है। यति नै छ। यो हामीको 2.5 मार्क्समा आउँछ। 2.5 मार्क्समा आउँदा यति लेख्दा इनफ हुन्छ है। 2.5 मार्क्सको मात्रै आउँछ अनि तपाईहरुको टाइम पनि कम हुन्छ एक्जाममा। अब अर्को क्वेसन छ हाम्रो हाइजेनबर्ग अनसर्टेनिटी प्रिन्सिपल। यो क्वेसनबाट चाहिँ यो यति मलाई चाहिँ जस्ट यो इक्वेसन मात्रै थाहा थियो। यो इक्वेसन थाहा भएर मैले क्वेसन सोल्भ गरेको थिएँ पहिलो कुरा। दोस्रो कुरा, हामीहरुको सीई को इन्ट्रान्समा मैले दिने बेलामा है, झन्डै 2-3 वर्ष पहिला, त्यो बेला पनि एउटा के क्वेसन आथ्यो भनेपछि हामीहरुलाई मोमेन्टम चाहिँ पत्ता लगाऊ भनेको थियो कि। अरु सबै कुराहरु दिएको थियो, प्ल्याङ्क्स कन्स्ट्यान्ट पनि दिएको थियो र हामीहरुको यो चेन्ज इन पोजिसनको भ्यालु पनि दिएको थियो है। यति भएर हामीहरुलाई यसको भ्यालु निकाल भनेको थियो कि। मैले पीआरसी मै यही पढ्ने बेलामा पढेको थिएँ अनि यसैको आधारमा चाहिँ इन्ट्रान्समा पनि यो क्वेसन राइट भयो है। त्यही भएर एकदम इम्पोर्टेन्ट भनेको चाहिँ यति हो है। यति थाहा पाउनु भयो भने सबै आन्सर मिलिहाल्यो। ल हाइजेनबर्गले चाहिँ के भन्छ भनेपछि यो x भनेको के हो, पोजिसन, र यो p भनेको के हो, मोमेन्टम है। यो डेल भनेको के हो, चेन्ज है। यो भन्नाले चेन्ज इन पोजिसन र चेन्ज इन मोमेन्टम हुने भयो है। ल यसले चाहिँ के भनेको छ, पोजिसन र मोमेन्टमहरु, माइक्रोस्कोपिक पार्टिकलहरुको पोजिसन र मोमेन्टम दुईटै एउटै टाइममा चाहिँ पत्ता लगाउन सकिदैन के। डिफरेन्ट टाइममा चाहिँ पत्ता लगाउन सकिन्छ, तर सेम टाइममा चाहिँ पत्ता लगाउन सकिदैन भनेको मात्रै हो। त्यति नै भएर चाहिँ सक्यो यसको आन्सर। पोजिसन एन्ड मोमेन्टम अफ माइक्रोस्कोपिक पार्टिकल्स क्यान नट बी डिटरमाइन्ड एट द सेम टाइम है। पोजिसन र यो दुईटै एउटै टाइममा कसरी पत्ता लाग्न सक्छ त, सक्दैन नि त। जस्तो यसको पनि भ्यालु छैन हामीसँग, यसको पनि भ्यालु छैन, यसको र यसको भ्यालु चाहिँ हामीसँग हुन्छ है। यो दुईवटा मध्ये कुनै दुईटाकै भ्यालु छैन भनेपछि एकै टाइममा त निकाल्न सक्दैनौँ नि त हामीहरुले। डिफरेन्ट टाइमहरुमा निकाल्न सक्यौ। क्यान बी डिटरमाइन्ड एट डिफरेन्ट टाइम है, तर डिफरेन्ट टाइममा चाहिँ हामीहरुले डिटरमाइन गर्न सक्छौं। म्याथमेटिकल्ली डेल x इन्टु डेल p = h/2π है। यतिसम्म थाहा पाइराख्नु। अनि यदि तपाईहरुको न्यूमेरिकलमा आयो, इक्विभ्यालेन्टमा चाहिँ आउँदैन, इन्ट्रान्सको न्यूमेरिकलमा यदि आयो भने एउटा अर्को कुरा के पनि थाहा पाइराख्नु, यो p भनेको मोमेन्टम हो, मोमेन्टम भनेको मास इन्टु भेलोसिटी हुन्छ भनेर थाहा मात्रै पाइराख्नु है, बढी केही पनि चाहिदैन। यति भयो भने इन्ट्रान्समा चाहिँ जस्तो सुकै क्वेसन सोधोस् न, कि हामीहरुको पोजिसनको सोध्ने हो कि मोमेन्टम निकाल भन्ने हो, त्यो भएन भने कि मास भन्ने हो कि भेलोसिटी भन्ने हो, यो बाहेक त अरु सोध्ने चान्स पनि छैन नि त यो टपिकबाट। त्यही भएर सियोर क्वेसन छ है। ल म्याथमेटिकल्ली यो भयो। अनि वेयर डेल x भनेको के हो, डेल भनेको जहिले पनि चेन्ज है।
चेन्ज इन पोजिसन, अनि डेल पी भनेको चेन्ज इन मोमेन्टम, एच भनेको प्ल्याङ्क्स कन्स्ट्यान्ट भइहाल्यो, पाई भनेको चाहिँ कन्स्ट्यान्ट भ्याल्यु अथवा कन्स्ट्यान्ट इन्टिजर पनि भन्दा हुन्छ है। इन्टिजर भनेको के हो, 1 2 3 4 5 6 7 8 9 10 यस्तो नम्बरहरू चाहिँ इन्टिजरहरू भयो। पाईको भ्याल्यु पनि 22/7 हो नि त है, इन्टिजरमै पर्छ नि त। त्यही भएर अलि आफ्नो एन्सरलाई राम्रो बनाउन मन लाग्यो भने चाहिँ कसरी लेख्नु भने पाई भनेको कन्स्ट्यान्ट इन्टिजर, यस्तो नम्बर जस्तो 1 2 3 4। यसैको तल एउटा अर्को कुरा मैले के थपिदिन सक्छु है, यसमा सबैको भ्याल्यु लेखेँ नि, यो 4 भनेको लेखेको छैन नि त, 4 = भनेर लेखिदिन्छु। 4 भनेको के हो, नम्बर त हो नि है, तर मैले यसमा नम्बर लेख्दैन, के लेख्छु, इन्टिजर है, INTEGER है। अझै आफ्नो कपीलाई अलिकति राम्रो बनाउनको लागि यति नै चाहिँ हाम्रो यो सर्ट नोट्समा। अब जाम हामी अर्को प्रोबेबल सर्ट नोट्सतिर, अनि जो चाहिँ तपाईँहरूको क्वेसनमा लास्ट इयर त्योभन्दा अगाडि सोधिसकेको छ है। अब जाम हामी अर्को क्वेसनमा।